नमस्ते साथीहरू, तपाईहरुलाई हाम्रो YouTube च्यानलमा हार्दिक स्वागत छ। दैनिक सुन चाँदी दरको विशेष अपडेट लिएर आज पनि उपस्थित भइसकेको छु। हाम्रो भिडियो अन्तिमसम्म हेरेर साथ दिनुहोला। साथै च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब पनि गर्नुहोला। नेपालको परिवेशमा सुन र चाँदीको मूल्य बढिरहेको छ। चाँदीको मूल्य पनि बढिरहेको छ। आज भने थोरै घटेको छ। सुनको मूल्य पनि घटेको छ। कतिले घटेको छ सबै अपडेट आजको भिडियोमा रहनेछ। हिजो कति रहेको थियो, हिजोको तुलनामा छापावाल सुनको मूल्य आज कति छ, त्यस्तै चाँदीको मूल्य आज कति छ, सबै अपडेट आजको भिडियोमा रहनेछ। हाम्रो भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहोला। तेजाबी सुनको बारेमा पनि अपडेट दिनेछौँ। तेजाबी सुनको मूल्य नेपाल सुन चाँदी व्यवसायी महासंघले अहिलेसम्म उपलब्ध गराएको छैन। धेरै समय भइसकेको छ तेजाबी सुनको मूल्य नेपालमा उपलब्ध नभएको। नेपालमा निरन्तर सुनको सिजन, जुन विवाहको लगन भएको महिनालाई मानिन्छ, जुन त्यस महिनामा अलिक सुनको भाउ बढ्ने गरेको छ, किनकि सुन खपत धेरै हुने गरेको छ। तर अहिले मङ्सिरको सिजन भन्दा पनि पुसमा सुनको भाउ बढिरहेको छ। किन बढिरहेको छ? के सुनको भाउ अझै बढ्छ या घट्छ? चाँदीको मूल्य कति रहेको छ? सबै अपडेट आजको भिडियोमा रहनेछ। भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहोला। आजको सुन चाँदी दर यस प्रकार रहेको छ। आज मिति 2082 साल पुस 10 गते बिहीबार सन् 2025 डिसेम्बर 25 तारिक। आज सुनको भाउ 600 रुपैयाँले घटेको छ। हिजो सुनको भाउ 2,68,100 रुपैयाँ रहेको थियो। आज 600 ले घटेर 2,67,500 रुपैयाँ रहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। त्यस्तै चाँदीको मूल्य आज 20 रुपैयाँ घटेको छ। हिजो चाँदीको मूल्य 4420 रुपैयाँ रहेको थियो। आज 20 रुपैयाँ घटेर प्रति तोला 4400 रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। आज पुस 10 गतेको अपडेट यति नै। भोलि 11 गतेको अपडेट हाम्रो च्यानलमा आउने नै छ। तबसम्मका लागि बिदा माग्छु। नमस्कार।